बालेनको जन्म कुण्डलीमै राजयोग्य नै राजयोगी, प्रधानमन्त्री मात्र होइन अझै माथि पुग्ने ज्योतिषको भविष्यवाणी। दर्शकबिन, नेपालमा नयाँ सरकार गठनको चर्चा चुलिँदै गर्दा सम्भावित प्रधानमन्त्री बालेन शाहको व्यक्तित्व र भविष्यबारे विभिन्न कोणबाट बहस सुरु भएको छ। यसैबीच केही ज्योतिष विश्लेषकहरूले उनको जन्म कुण्डलीलाई लिएर रोचक दावी गरेका छन्, जसले सार्वजनिक चासो थप बढाएको छ। सिद्ध ज्योतिष केदार बरालका अनुसार बालेन शाहको जन्म कुण्डलीमा 3वटा प्रमुख राजयोग देखिन्छ, जसले उनलाई उच्च राजनीतिक नेतृत्वमा पुर्याउने संकेत गर्छ। उनले दावी गरेका छन् कि बालेनको कुण्डलीमा प्रधानमन्त्री बन्ने योग अत्यन्तै प्रबल रहेको छ। त्यति मात्र होइन, बरालको भनाइ अनुसार बालेन शाह केवल प्रधानमन्त्रीमै सीमित नहुने सम्भावना समेत रहेको उल्लेख गरिएको छ। उनका अनुसार भविष्यमा उनी कार्यकारी राष्ट्र प्रमुखको भूमिकासम्म पुग्ने योग देखिन्छ, जसको अर्थ देशको सर्वोच्च कार्यकारी शक्तिको केन्द्रमा रहने स्थिति। यस्तो अवस्था राजा वा कार्यकारी राष्ट्रपतिको स्वरूपमा पनि हुन सक्ने उनको विश्लेषण छ। यद्यपि यस्ता ज्योतिषीय दावीहरूलाई राजनीतिक यथार्थसँग जोडेर हेर्नुपर्ने विश्लेषकहरू बताउँछ। बालेन शाहको उदय भने वास्तविक रूपमा उनको कार्यशैली, निर्णय क्षमता र जनसमर्थनमा आधारित देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा उनले देखाएको कडाई, पारदर्शिता र परिणाममुखी कामका कारण उनी छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेका हुन्। अहिले देशले स्थिरता, सुशासन र विकासको स्पष्ट दिशा खोजिरहेका बेला बालेनको नेतृत्वप्रति अपेक्षा उच्च छ। उनले नेतृत्व गर्ने सम्भावित नयाँ सरकारले कति प्रभावकारी काम गर्छ भन्ने कुराले नै उनको राजनीतिक उचाइ निर्धारण गर्नेछ। यसरी एकातिर ज्योतिषीय भविष्यवाणीले चर्चा पाइरहेको छ भने अर्कोतर्फ व्यावहारिक राजनीतिले बालेन शाहलाई वास्तविक परीक्षणको मैदानमा उभाइरहेको छ। अन्ततः उनको भविष्य कुन दिशामा अघि बढ्छ भन्ने निर्णय समय, काम र जनविश्वासले नै गर्नेछ। बालेन शाहको प्रधानमन्त्रीको शपथ समारोहमा विश्वका ठूला नेता मोदीदेखि सी जिनपिङसम्मलाई निम्तो। दर्शकबिन, नेपालमा नयाँ राजनीतिक मोडसँगै सम्भावित प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहलाई अन्तर्राष्ट्रिय स्तरमै विशेष बनाउने तयारी भइरहेको स्रोतहरूले बताएका छन्। शपथ ग्रहण कार्यक्रममा सहभागी गराउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मलाई औपचारिक निम्तो पठाइएको र त्यहाँबाट सकारात्मक संकेत आएको दावी गरिएको छ। यदि यस्तो सहभागिता सुनिश्चित भयो भने यो नेपालका लागि कूटनीतिक रूपमा निकै महत्वपूर्ण क्षण बन्ने विश्लेषण गरिएको छ। दक्षिण एसियाका दुई शक्तिशाली देशका शीर्ष नेताको सम्भावित उपस्थितिले नयाँ सरकारको अन्तर्राष्ट्रिय सन्देश र सन्तुलित परराष्ट्र नीतिको संकेत दिन सक्छ। उता आन्तरिक रूपमा पनि सरकार गठनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। रवि लामिछाने र बालेन शाहबीच शपथकै दिन मन्त्री परिषद विस्तार गर्ने विषयमा लगभग सहमति जुटिसकेको स्रोतको भनाइ छ। यसले नयाँ सरकार सुरुदेखि नै सक्रिय र परिणाममुखी ढंगले अघि बढ्ने संकेत गरेको छ। काठमाडौँ महानगरपालिकामा मेयरका रूपमा आफ्नो कड़ा कार्यशैली र पारदर्शिताका लागि चिनेका बालेन शाहले राष्ट्रिय राजनीतिको सुरुवातसँगै अब देशको नेतृत्व गर्नेछ। उनको नेतृत्वमा बन्ने सरकार प्रति जनताको अपेक्षा उच्च छ कि विशेष गरी सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र युवामुखी नीतिमा ठोस काम हुने विश्वास गरिएको छ। बालेनको नेतृत्वमा बन्ने नयाँ सरकार केवल राजनीतिक परिवर्तन मात्र नभई कार्यशैलीमा पनि ठूलो रूपान्तरण ल्याउने अवसरका रूपमा हेरिएको छ। अब हेर्न बाँकी छ अन्तर्राष्ट्रिय स्तरको यो उच्च स्तरीय उपस्थिति बीच सुरु हुने नयाँ सरकार जनअपेक्षा अनुसार कति प्रभावकारी रूपमा अघि बढ्छ। तान्त्रिकको सल्लाहमा तय भयो बालेन शाहले प्रधानमन्त्रीको शपथ खाने मिति रामनवमीको दिन शपथ खाँदै बालेन। दर्शकबिन, फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकार गठनको अन्तिम तयारीमा जुटेको छ। झण्डै 2/3 बहुमत सहित निर्णायक अवस्थामा पुगेको रासपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अघि बढाएको छ। पार्टी स्रोतका अनुसार बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि विशेष मिति तय गरेका छन्। उनले हेरेको साइत अनुसार चैत 13 गते अर्थात् रामनवमीको दिन शपथ लिने तयारी भइरहेको बताइएको छ। रामनवमीका दिन नेपालमा परम्परागत रूपमा सार्वजनिक बिदा दिने गरिएको छ, जसले निर्णयलाई अझ चर्चाको विषय बनाएको छ। बालेन निकट स्रोतका अनुसार उनी व्यक्तिगत रूपमा ज्योतिष, सिना र साइत प्रति विश्वास राख्ने गर्छन्। यस्ता महत्वपूर्ण निर्णयहरू लिँदा उनले तान्त्रिकको सल्लाह समेत लिने गरेको दावी गरिएको छ। यसपटक पनि सोही सल्लाह अनुसार
अनुसार रामनवमीको दिनलाई शपथ ग्रहणका लागि उपयुक्त ठहर गरिएको बताइएको छ। यद्यपि सार्वजनिक बिदाको दिन राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ गराउने अभ्यास एकअघि नभएकाले केही प्राविधिक र प्रशासनिक जिज्ञासा उठेका छन्। बिदाको दिन राष्ट्रपति कार्यालय खुल्ने वा नखुल्ने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। तर परिस्थिति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सोही दिन शपथ गराउन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ। नेपालको संवैधानिक अभ्यास अनुसार प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहण प्रक्रिया राष्ट्रपतिको उपस्थितिमा सम्पन्न हुने गर्छ। तर सार्वजनिक बिदाको दिन सरकारी कार्यालयहरू सामान्यतया बन्द रहने भएकाले यसपटकको निर्णयले नयाँ अभ्यासको सुरुवात हुन सक्ने अनुमान गरिएको छ। यदि सो दिन शपथ गराइयो भने यो एक ऐतिहासिक निर्णयका रूपमा पनि लिइनेछ। यसैबीच बालेन शाहको व्यक्तिगत शैली र पहिरन सम्बन्धी विषय पनि चर्चा भइरहेको छ। उनी प्राय कालो रङका कपडा लगाउने गरेका छन्, जसलाई कतिपयले तान्त्रिक विश्वाससँग जोडेर व्याख्या गरेका छन्। स्रोतका अनुसार उक्त तान्त्रिकले कालो रङलाई शुभ मान्ने सल्लाह दिएका कारण बालेनले कालो पोसाकलाई प्राथमिकता दिने गरेका हुन्। निर्वाचन अभियानका क्रममा देश दौडामा निस्कदा पनि उनले कालो टोपी, कालो चस्मा र कालो लुगा प्रयोग गरेका थिए, जसले उनको पहिचानकै एक हिस्सा जस्तै बनेको छ। अब प्रधानमन्त्रीको शपथ ग्रहणका दिन उनले कस्तो पोसाक रोज्नेछन् भन्ने विषय पनि सर्वसाधारण र राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ। सरकार गठन अघि नै रासपाको कडा चेतावनी, राजनीतिक नियुक्ति पाएका 1100 भन्दा बढीलाई नैतिक रूपमा राजीनामा दिन आह्वान। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 2/3 नजिकको ताजा जनादेश सहित सरकार निर्माणको तयारी भइरहेको बेला अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई राजीनामा दिएर नयाँ सरकारलाई मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ। रासपाका महामन्त्री कविन्द्र बुल्लाखुट्टीका अनुसार पार्टीले औपचारिक रूपमा राजीनामाको आह्वान नगरे पनि नैतिक आधारमा पदत्याग गरी नयाँ व्यवस्थालाई सहयोग गर्नुपर्ने सन्देश दिएको छ। सरकार गठनको प्रक्रिया अझै बाँकी छ, त्यसैले औपचारिक निर्णय भएको छैन उनले भने। तर विगतमा योग्यता, क्षमता र विषय विज्ञताका भन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको प्रति नागरिक तहमा व्यापक असन्तुष्टि देखिएको छ। रासपाले अघिल्ला सरकारका नियुक्तिहरूलाई निरन्तरता दिँदा पुरानै राजनीतिक संस्कार दोहोरिने खतरा औलाएको छ। त्यसैले स्वस्फूर्त रूपमा पदत्याग गरी नयाँ सरकारलाई योग्य र दक्ष व्यक्तिहरू चयन गर्न अवसर दिनुपर्ने पार्टीको धारणा रहेको छ। बुल्लाकोटीले भने, हामी कसैलाई एकैपटक राजीनामा देऊ भनेर निर्देशन दिने पक्षमा छैनौं, तर नयाँ जनादेशको सम्मान गर्दै आफै मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ। रासपाले हालसम्म औपचारिक रूपमा विवरण संकलन नगरे पनि अनौपचारिक रूपमा करिब 1100 हाराहारी राजनीतिक नियुक्ति भएको अनुमान गरेको छ। तीमध्ये राजदूत, संस्थान प्रमुख, विभिन्न सरकारी निकायका पदाधिकारी लगायत समावेश छन्। विगतमा नयाँ सरकार गठनपछि यस्ता नियुक्तिहरू फिर्ता बोलाउने आशो त राजीनामा गराउने अभ्यास रहेको भए पनि यसपटक कस्तो रणनीति अपनाउने भन्ने विषयमा पार्टीभित्र अझै छलफल चलिरहेको जनाएको छ। रासपाले नयाँ सरकार गठनपछि योग्यता, क्षमता र विषयगत दक्षताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। नागरिक अपेक्षा अनुसार परिणाममुखी काम गर्न सक्षम जनशक्ति चयन गर्नु नै मुख्य लक्ष्य रहेको पार्टीको भनाइ छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रासपाले उल्लेखनीय सफलता हासिल गर्दै प्रत्यक्ष तर्फ 125 र समानुपातिक तर्फ 57 सिट गरी कुल 182 सिट जितेको छ। यससँगै पार्टी 2/3 नजिकको बहुमतमा पुगेको छ। रासपाले चैत 12 गते संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको छ भने सही अनुसार बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारिनेछ। संवैधानिक प्रावधान अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76 को उपधारा 1 बमोजिम शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढाउनेछ। यसैगरी चैत 13 गते प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। रासपाको यो आग्रहलाई नेपालको प्रशासनिक र राजनीतिक संरचनामा सुधारको संकेतका रूपमा हेरिएको छ। अब हेर्न बाँकी छ रासपाको यो नैतिक आग्रहलाई कतिजनाले स्वीकार गर्छन् र नयाँ सरकार गठनसँगै राजनीतिक नियुक्तिको अभ्यासमा कस्तो परिवर्तन देखिन्छ।